तिमी नाच्देऊ नि त आजको स्पेसल पर्सन चाहिँ उहाँ हुनुहुन्छ है डरायो कि मोटे One and only. हेलो गाइज नमस्ते वेलकम टु नम्रता भ्लग अनि त्यसपछि आज हाम्रो स्पेसल दिन होइन आज त हामी अफिसबाट 4:30 बजे छुट्टी भएर आएको ओ माई गड कति रमाइलो दिन आधी घन्टा अगाडि निस्किँदा पनि दसैँ आज जस्तो लागेको थियो हामीलाई अनि त्यसपछि स्पेसल दिन चाहिँ के भन्नाले आज हाम्रो सुप्रियाको फेयरवेल सुप्रिया चाहिँ 10-11 वर्ष हामी सँगै काम गरेर उसको चाहिँ गुड न्युज भएको ऊ चाहिँ जापान जाँदैछ त्यही भएर उसलाई हामीले फेयरवेल दिँदैछौँ अफिसबाट ऊ चाहिँ हाम्रो मुटुमा बसेको थियो गयो छोडेर 10-11 वर्ष सँगै बसेर गयो उहाँ हुन् सुप्रिया हाम्रो ठुल दिदी हाम्रो कान्छी दिदी हाम्रो मोटु यो हजुरले त मोटुलाई सदाबार मेरो भ्लगमा टिकटकमा इन्स्टाग्राममा मेरो भयभरको सामाजिक सञ्जालमा देखिरहनु भएको छ उहाँ नै हो त्यो व्यक्ति तीव्र गतिमा खानेकुराको अर्डर गरिरहेका छौँ हामी मिठो 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 कुरा खाँदैछौँ गाइज Keep going, keep watching. हाम्रो केक काट्ने कार्यक्रम सुरु भइरहेको छ यो चाहिँ केक हो केकमा के लेखेको छ सविताले के लेखेर ल्याएको छ हेर्दै यम्मी 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 जस्तो छ केक वाउ Not a goodbye, just a see you later. वाउ कति मिठो चुम्मा 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 कति मिठो लेखेको सविता बहिनीले कान्छी बहिनीले हजुरहरू नि पढ्नुहोस् यस्तो लेख्ने चाहिँ तैँले दिन्छ कि ऊ त्यही मान्छे हाम्रो बहिनी हामीले दिने हो हामी जन हो हामी जन हामी दिन्छौँ गाइज अब हाम्रो केक काट्ने कार्यक्रम भइरहेको छ होइन यो रक्सी ल्याइदिएको कि पानी ल्याइदिएको रक्सीको ग्लासमा के हो यो म त बाहुनको बुहारी हो मार्छ मलाई त रक्सी सक्सी खाने पानी छैन गाइज मेरो पुरा भेजिटेरियन चाहिँ होइन खसीको मासु र कुखुराको मासु चाहिँ खान्छु गुवामा गुवामा सुप्रिया तिमीलाई अब 2-4 शब्द बोल हामीसँग 10-11 वर्ष बिताउँदा कस्तो भयो तेरो र मेरो त झगडा पनि पर्थ्यो है सुप्रिया त्यही पनि हामी कचक्क मिल्थ्यौँ दिदी तपाईँलाई के थाहा बल्ल थाहा भयो दिदीलाई झगडाको कुरा मलाई सोध्नु मलाई अफिसमा अनि म एकदम सबैभन्दा ठुलो ठाउँमा म छु अनि त्यही भएर म सबलाई फाँक पारिदिन्छु रिसाउँछु के गर्नु कामै त्यस्तो छ जबै त्यस्तो छ आफ्नो चेयरको रेस्पोन्सिबिलिटी त निभाउनै पर्यो हेर्नु गाई त्यही पनि माया धेरै धेरै छ सबैलाई माया छ है माया छ अनि अब नबिर्सिनु हामीलाई मात्रै भए मलाई मार्छ अहिले अब छोड्नु भयो काट्नु हुन्थ्यो क्या पाउने मात्रै भएको हुने मात्रै भयो अनि जापान गएर दिदीलाई र मलाई फाउन्डेसन पठाइदिनु नबिर्सिनु क्रिम बिबी क्रिम ल्याउनु नबिर्सिनु जापान गएर ब्लकमा हान्नु त्यति भयो पुग्यो ओके वाउ कस्तो राम्रो सवितालाई त 18 लन्च हुन्छ 18 सविताले त 18 रे सविताको बाबासम्म 20 सम्म हुन्छ होला 20 पठाइदिनु आइफोन 20 प्रो म्याक्स वाउ तिमी के चाहन्छौ दिदीबाट जापान गएर मलाई नयाँ आइफोन जुन लन्च हुन्छ होइन चाहियो ओके ल दिदी नोट गरेर राख्नु ल दिदी है बहिनीको दिदी तपाईँलाई के चाहिन्छ भन्नु न यार माग्नु पर्छ क्या हाम्रो हक अधिकार सबै छ ल सुप्रिया रिप्लाई दिने त्यहाँ जति बिजी भए पनि हामीलाई अन गर्नु ल एडिट गरौँला उता लाउने हुँदैन ल ह्यापी फेयरवेल कङ्ग्रेचुलेसन सुप्रिया धेरै 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 माया
सेलिब्रेसन अनि तिम्रो चाहिँ आउँदैन ल सधैँभरि फलोस् फुलोस् राम्रो होस् प्रगति मात्र होस् तिम्रो तिमीलाई धेरै 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 सम्झना धेरै धेरै माया माया तिमी कति अबुई तिमीलाई त होइन त तिमीले कसरी बिर्सिने हो र रगत मेरो नि माइती त्यही छ धन्यवाद स्पेशल पर्सन यो सानो मायाको पोको चिनो धन्यवाद तिमीलाई पनि धेरै धेरै धन्यवाद यति मिठो 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 कुरा खुवाएकोमा भनिदेऊ भिडियो चाहिँ आउँदैन आउँछ भिडियो कन्टिन्युअस आउँछ मेरो च्यानल भनेको क्या मोटे ब्लग्स ओके हैन नम्रता हेर यहाँ नम्रतालाई चाहिँ यो मान्छेको च्यानल हो यो मनुष्य हो यो हाम्रो सबैले ठुलो दिदी हेर्नु आएर देखाउनुलाई यसरी आउनुपर्छ म तल ए यो त यो मान्छे त फेरि नभन्ने म यो त दिदी हो तर यो दिदी हो फर्काउने दिदी हो यो ठर्काउने दिदी हो नेवार चाहिँ यो चाहिँ हिरो हो क्या फेरि नम्रता दिदी हो ल है त यसरी नै हामीले आजको दिन एकदम स्पेसलसँग मनायौँ थ्याङ्क यू सुप्रिया यति प्रेसियस टाइम हामीलाई दिएकोमा वी मिस यू थ्याङ्क यू फर वाचिङ बाई बाई